अकबरी मेरो अब त्यत्रो खानी हो। के बनाउँदैछु? अचार। के को? बन्दाकोपी आलु। उसिनेको आलु हो। ल त भनेपछि आज अचार खाना पाइने भयो। के हो आलु हो? वाउ आलु त मजाको छ त। जस्तो मान्छे उस्तै आलु ह। के हल्लाइछु? दाल त दाल पानी त पानी हालेपछि दालमा त बुकु बाल दाल भयो के अरे। आलु काटेर ठिकठाक टक्क बन्दैछ आज किचनमा। मुख रस्यो छ रस्यो होइन? रस्यो छैन मेरो रस्यो यार मुख त। दाल फ्राई सादा दाल मिठै हुन्न। दाल फ्राई टमाटर के फुराई खब्री जेले हाल्न मन छ हाल। चटनी नहाल ठिक हाल। झम्मै पार्यो नि पार्न त। झम्म पार्ने मान्छे बुढीलाई खाएर लाग्छ कठै त मुख हेर त यार। नमक खाता आयो चुक अचारको स्पेशल यही हो। कागतीको चुक। वाह अचार मोल्यो झ्याम मसला कम छ ठिक छ। एकदम धेरै मसला खानु हुन्न। ल अब मुख चाहिँ रसिन थाल्यो। बुढीले अचार बनाइलाई यो बुढी यति हात पिसे कुकरको हावा जान नदिएर हावा खुस्काइरहेछ यार। यो भुरुङले त्यो भात कत्रै सिटी जान्छ भनेर उता हेरेर बाजे भात पस्किने मान्छे भुरुङले कति लिएर बसेछ अचार। खाऊ मजाले खाऊ झिङ मोटाओ। खाने जन्मेको त खाने जन्मेको खाऊ। खाने जन्मेको खाऊ।